आज चाहिँ मैले हिजो काम गरेको 3टा पोस्ट चाहिँ सेट गरिसकेको थिएँ। एउटा चाहिँ फुल गरेँ, अन्त यो चाहिँ हाफ मात्रै गर्नु पाएँ, रात पर्यो भ्याएन हो। अन्त यो एउटा पोस्ट चाहिँ काँचै छ, आज हाल्नुपर्छ। अब 12 पछि आउँछ मेरो बुढिया हो हेल्पर, ऊ आएर चाहिँ यो काम गर्नुपर्छ। त्यतिन्जेल चाहिँ उयो 2टा पोस्ट बुन्दै गर्छु म अहिले यहाँनिर हो। उयो परको 2टा पोस्ट बुन्छु, अन्त रिङ एउटालाई पुग्ने छ। रिङ अहिले 15वटा बनाइहाल्छु, 15-16वटा। अन्त अब यो रडलाई चाहिँ जोइन गर्नुपर्छ नि त हो, पोस्टमा जगल गर्नुपर्छ। अन्त जगल गर्नु आँटेको छु हो। यसलाई 2 फुटमा जगल गर्नु आँटेको, जगल गरेर चाहिँ जोडेर रिङ बुन्दै गर्छु। ल साथीहरू ओके, आजको चाहिँ आउँछ तपाईँको। आज नेट ब्यालेन्स हाल्छ हो, आजदेखिको चाहिँ आउँछ। कमाउने तरिका बहुत छ। आयो बच्चे के स्कूल नहीं लगते हो? पढ़ रहा है अभी? टाइम से जाता है। स्कूल पढ़ा ना, भेजना उसको। ओए मोबाइल छोटा हो, लेके जाएगा। पैसा कमाउने तरिका चाहिँ है यो है पारा। साथीहरू 3टा पोस्ट हुन आँट्यो, एउटा भुत्तुरे सक्नु आँट्यो, त्यति लास्ट हो आजलाई। मसला यति छ, त्यतिले पुग्छ ठिक्कै सक्छ। अन्त आजको डाइट फेरि यस्तो ल्याइदिएछ हो। यिनीहरूले यति याद गर्छ काम गऱ्यो भने चाहिँ हो। अन्त मम्मी गल्यौ गल्यो है। भोलि पछितिर खोलेर चाहिँ अर्को 3टा हाल्नुपर्छ। यता पोस्ट बुनिसकेको छु 2टा, यो 2टा पोस्टमा हाल्नुपर्छ। त्यहाँबाट चाहिँ पोस्ट सकेपछि चाहिँ डङ सर्चिङको काम हुन्छ है साथीहरू ओके। हेलो साथीहरू, अब बेलुकाको खानापिना पनि भयो, खाइसकिसक्यो। दिनभरि अब गली थाकी भयो त, बेलुका चाहिँ टक्क हल्दीवाला दुध मम्मीलाई झरा ऊ पनि गल्यो, मसला फिटेर ऊ पनि पुरा मसला फिटेर गल्यो। हल्दीवाला दुध खिलाउनुपर्छ हो। काम पनि गर्नुपर्छ, केयर पनि गर्नुपर्छ है मम्मी हो। साकी दोकाबाट तलबाट दुध ल्याएको रहेछ आजले, मिठो पाउँछ नि त त्यहाँ हो, टेस्टी हुन्छ। त्यही भएर हुन्छ त आजको यहीँ समाप्त हुन्छ साथीहरू।